आज चाहिँ म अबुधाबीको मन्दिर घुम्न आएको छु है। अबुधाबी मन्दिर चाहिँ यहीँनिर छ, हेर्न सक्नुहुन्छ तपाईँहरू पनि। यही हो, यो स्टेयरकेसबाट चढ्दै चढ्दै जानुपर्ने हुन्छ अबुधाबी मन्दिर। यो स्टेयरकेसबाट चढ्दै चढ्दै गएपछि अबुधाबीको इन्ट्रान्स हुन्छ। मान्छेहरू थुप्रै छन्, भक्तजनहरू। आज शिवरात्रि पनि भएको कारणले गर्दाखेरि चाहिँ भक्तजनहरू पनि थुप्रै छन्। अब चाहिँ मन्दिरभित्रको प्रस्थान हुन आँटेको छ। सबै मान्छेहरू आउने जाने क्रम बढिरहेछ। अबुधाबी हिन्दू बास मन्दिर। यहाँ चाहिँ प्रसाद पाउने ठाउँ रहेछ। प्रसाद हालिवरी जानु पर्ला जस्तो छ। यहाँ चाहिँ प्रसाद पाउने ठाउँ रहेछ। प्रसाद खाइवरी जानुपर्छ कि यार। यो चाहिँ प्रसाद हो है, सुजीको प्रसाद हुने रहेछ। अब यही खाइवरी चल्दिनु पर्ला जस्तो छ। यो चाहिँ टिका लगाउने ठाउँ रहेछ केटा। यहाँ चाहिँ अबिरको टिका लगाउनु पर्ने रहेछ है। म चाहिँ अब यो टिका लगाउन चाहँदैछु। टिका पनि लगाइदिइहालौँ है। चाहिँ टिका लगाउनु पर्ने हो। यहाँ चाहिँ डोनेसन बक्स रहेछ। डोनेसन बक्स पनि पक्का पैसा हाल्नु पऱ्यो। मैले चाहिँ 11 रुपियाँ हाल्दै बस्नु पैसा हाल्नु पछाडि लास्ट तिर्खा लागेको कुरा हो। अब पानी सानी खाइदिनु पऱ्यो। यहीँनिर चाहिँ पानी है, पानी पिउनु ठाउँ हो है। यहाँ सबजनाले पानी खाने रहेछन्। अब चाहिँ मन्दिरतिरको प्रस्थान हुन्छ। प्रसाद पनि खाइयो, पानी पनि खाइयो, भेटी पनि चढाइयो। अब सिधै मन्दिरतिर गएर रहेछ। मन्दिरको आर्किटेक्ट हेर्नु के कस्तो रहेछ। यहाँबाट चाहिँ अब घन्टी बजाउँदै जानुपर्छ। घन्टी हो है, सबै मान्छेहरूले घन्टीहरू बजाउँदै जाँदैछन्। मन्दिरभित्र जानुभन्दा अगाडि चाहिँ यहाँनिर जुत्ता सुत्ताहरू खोलेर राख्नुपर्ने हुन्छ। यो चाहिँ पुरै जुत्ताहरू राख्ने ठाउँ हो। ऱ्याक छ, यो ऱ्याकहरू जुत्ता चप्पल राखिसके पछाडि चाहिँ अहिले अब यो ठाउँमा आइसकेँ जहाँ चाहिँ मन्दिर जानुपर्ने हुन्छ। यही हो मन्दिर चाहिँ अबुधाबीको वान अफ द मोस्ट एन्ड बिगेस्ट हिन्दू मन्दिर इन युएई। यही हो। आजको शिवरात्रि स्पेसल हो। यो शिवरात्रि चाहिँ मेरो गाउँतिरको गजडी केटीहरूलाई केटाहरूलाई डेडिकेटेड हो है। जमानामा सँगै जोइनहरू हामी केटाहरूलाई डेडिकेट गरे हो। जय शम्भु, जय शिवरात्रि, हर हर महादेव। यही हो हिन्दू मन्दिर चाहिँ। इन्ट्रान्समा आइपुगेँ। शिवरात्रि भएको कारणले गर्दाखेरि पनि अनि प्लस आज सन्डे यहाँको पब्लिक होलिडे भएको कारणले गर्दाखेरि पनि मान्छेहरू चाहिँ निकै छन्, भिडभाडै छ। यो मन्दिरको आर्किटेक्चर चाहिँ बब्बालै छ है। यहाँनिर हेर्न सक्नुहुन्छ, पिलरहरूमा हेर्न सक्नुहुन्छ। सब खत्रै इन्भेस्ट गरेको छ यो मन्दिर बनाउनको लागि चाहिँ। एक वालमा एउटा न एउटा केही न केही बनाएकै छ, हेर्न सक्नुहुन्छ।
हेर्न सक्नुहुन्छ सबै भगवान्हरूको मूर्तिहरू बनाउनु भएको रहेछ यहाँबाट पनि बबाल देखिन्छ मन्दिर यही हो अबुधाबी मन्दिर मान्छेहरू पूजा गर्नको लागि त्यहाँदेखि लाइन बसिया छ स्टार्टेस छ नि स्टार्टेसको तलबाट जानुपर्ने रहेछ जस्तो त्यहाँ मान्छेहरू छ स्टार्टेसको तलबाट यो चाहिँ मेन मन्दिर हो होइन म चाहिँ यहाँबाट तपाईँहरूलाई एक राउन्ड हराइदिन्छु ल मन्दिरको मान्छेहरूको आउने जाने क्रम चल्दैछ मान्छेहरू अहिले पनि आइ नै रहेछ मन्दिरको लागि अब यहाँनिर चाहिँ आरती हुन आँटेको छ आरतीको लागि सब मान्छेहरू वेटिङमा छ यो चाहिँ मन्दिरको साइडपट्टिको पार्ट हो अहिले यहाँको लगभग 6:50 भएछ तर पनि मान्छेहरू चाहिँ धेरै नै छन्